हेलो गाइज दर्शन के छ खबर हजुरहरूको म चाहिँ एकदम ठिक छु अनि मैले चाहिँ अर्को नयाँ भिडियो लिएर आइसकेँ। आज चाहिँ मसँग छ बुलडग। अस्ति मलाई लास्टै पिरो भएको थियो तर म आज थोरै मात्र सस हालेर खान्छु अनि अरू भनेको मसँग पपकर्न पनि छ हैन। यो मिठो भएको छ अनि मसँग छ यहाँ फ्रुट्स अंगुर अनि यो चाहिँ बोइल आलु पनि छ किनकि लास्ट चाहिँ पिरो हुन्छ कि मैले बुलडग चाहिँ 2x बुलडग चाहिँ मलाई मेरो लागि चाहिँ बनेको हैन जस्तो लाग्यो हैन। त्यही भएर आज चाहिँ म थोरै सस हालेर खान्छु है त। रहर चाहिँ एकदम लाग्ने यो स्पाइसी खानुलाई तर म सक्दैन क्या म सक्दिन तर पनि म थोरै मात्र सस हाल्छु ल म सक्दिन। इनफ मसँग त प्लास्टिक रहेन हो त। अनि हजुरहरू कस्तो हुनुहुन्छ के हुनुहुन्छ के गर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला। मलाई माया गरिदिनु होला मेरो भिडियोहरू हेरिदिनु होला। अब यसलाई मिक्स गरौँ है त। अनि मसँग कोका कोला पनि छ। यसको स्मेल चाहिँ यस्तो मिठो आउँछ नि आम्मामा खाइरकौँ जस्तो हुन्छ तर लास्टै पिरो। ओ माई गुडनेस पिरो चाहिँ दामी हुन्छ दामी पिरो हुन्छ। त्यही भएर मैले चाहिँ बोइल आलु चाहिँ त्यही भएर मैले आज बोइल गरेको के आलुलाई चाहिँ किनकि अब म अन्डा खाँदिनँ नि त। अन्डा खाने भएदेखि त अन्डा बोइल गर्दा हुन्थ्यो तर म अन्डा खाँदिनँ त्यही भएर चाहिँ मैले बोइल आलु लिएँ अनि पपकर्न अनि फ्रुट्स। कस्तो टाँसिन्छ क्या यो फेरि ल हेर्नुहोस् न डेन्जर टाँस्छ। अब ट्राई गरौँ है त। हुन्छ यो पिरो ह थोरै हाले पनि पिरो देखिरह तर म खाएँ है त। फर्स्ट बाइट खाएँ ल। आज चाहिँ म यो आलु पनि खान्छु किनकि अस्ति चाहिँ पिरो भएको थियो आज थोरै पिरो हालेछु त्यस्तो पिरो नहोला। मिठो चाहिँ अति मिठो छ। उसमा चाहिँ दाना हुन्छ क्या उल्टा। यो यस्तो पिरो हुन्छ हैन अनि फेरि तर फेरि पनि खान मन लाग्छ कस्तो चिज होला क्या। पिरो भएपछि त खाना नमन लाग्नु पर्ने हो नि त हैन तर नि मिठो लाग्छ।
सायद यस्तो पनि भएको होला, म धेरै यहाँ आएपछि चाहिँ विदेश आएपछि चाहिँ पिरो चाहिँ मेरो धेरै कम भएको छ। हुन त म काठमाडौँमा त्यस्तो पिरो खाने मान्छे चाहिँ पर्दैन, तर यहाँ आएपछि चाहिँ धेरै कम भयो। अनि यहाँ त्यस्तो धेरै पिरो नि खाइँदैन नि त। अब करेन्ट बुलडग मेरो यो सेकेन्ड टाइम हो। करेन्ट त्यस्तो धेरै पिरो हुँदैन, त्यो करेन्टको पनि म हाफ मात्र हालेर खान्छु, पुरै हालेर कहिले खाँदिनँ। अनि सिन रामेन हो, सिन रामेन त्यस्तो पिरो हुँदैन, गुलियो गुलियो हुन्छ। यो चाहिँ 2x मेरो लागि चाहिँ होइन। कोक त अल टाइम फेभरेट हो मेरो, मनपर्छ एकदमै। यो पपकर्न पनि मिठो लाग्छ, त्यो नुन लाएर बनाउँछु, मिठो। त्यो पुरै नहालेर यस्तो पिरो भयो, झन् त्यो पुरै हालेको भएर। मैले चाहिँ फेरि यो एक प्याकेट मात्र बनाएको क्या, म धेरै प्याकेटहरू खान सक्दिनँ, एक प्याकेट इनफ हुन्छ।
मिठो चाहिँ बवाल मिठो भयो भोलि बिहान के हुनु थाहा छैन Excuse me. को खाएपछि चाहिँ ज्यादा ग्यास अटोमेटिक आइहाल्छ क्या अब यो चाहिँ म पछि नै खान्छु मेरो मेन भनेको बुर्लक थियो तर मैले त पुरै पिरो नहालेर एकदम ठिक गरेछु मलाई त्यस्तो धेरै पिरो चाहिँ भएन तर स्टिल यहाँ चाहिँ पिरो भयो तर पनि ठिक छ मेरो भिडियो हेरेर यहाँसम्म आइदिनु भएकोमा धेरै धेरै धन्यवाद सबैजनाले मन परेमा लाइक शेयर कमेन्ट गरिदिनु होला अब फेरि म नेक्स्ट भिडियोमा आउने छु बाई लभ यु अल मुटुदेखिको माया हजुरहरूलाई